अहिले हामीसँग पाइलट निश्चल अधिकारी हुनुहुन्छ जो बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको र जो त्यहाँ बाढीमा फस्नु भएको छ उहाँहरूको उद्धारमा खटिरहनु भएको छ र यति बेला हामीसँग कुराकानीको क्रममा हुनुहुन्छ। तपाईँ बिहानैदेखि खटिरहनु भएको छ, पहिला जाँदा कस्तो थियो र अहिले कस्तो देख्नुभयो त्यहाँ? बिहान जाँदा हामी चाहिँ खासमा उता गोसाइगुण्डबाट फर्किरहेको थियौँ, त्यति बेला फर्स्ट इन्फर्मेसन पाएको हो होइन। अनि हिजो अस्तितिर टिमुरे फ्लाइट गर्दाखेरि तब मैले तपाईँहरूलाई अघि इन फ्लाइट पनि एक्सप्लेन गरिहालेँ कहाँ कहाँ कस्तो कस्तो बस्तीहरू थियो भनेर। अहिले जाँदाखेरि त अब कहीँ पनि बाटोको एक्सेस कहीँ पनि छैन होइन। हाम्रो धुन्चे चाहिँ एकदम सेफ रहेछ। अहिले हामीले देख्दाखेरि बिहान मैले मान्छेहरू ल्याउँदाखेरि चाहिँ कसैको यता चोट लाग्यो, कसैको हात भाँच्यो होइन। एकदमै बिजोको अवस्थामा माटोले पुरिएको मान्छेहरू पनि मैले उद्धार गरेको थिएँ। 2-3 सटल मैले अहिलेसम्म गरेँ होला। मैले फेरि अहिले पनि जानुपर्नेछ। अब बिहानको हेरिकन अहिले अब आर्मीको हेलिकप्टर नि लागि परेको छ, हाम्रो सबैजना अहिले लागि परेको छौँ मान्छे सक्दो बढी उद्धार गर्नको लागि। धेरैवटा मान्छे उद्धार पनि गरिसक्यौँ, टिचिङ हस्पिटलमा नि ल्यायौँ, यहीँ पनि ल्यायौँ होइन। अब नेक्स्ट उद्धार गर्न फेरि जानु लागेको। त्यो फरक भने चाहिँ अब गाउँहरू कहीँ पनि छैन, हजुरहरूले पनि देखिहाल्नुभयो। हाइड्रो पावरहरू यति धेरै त्यहाँनिर थियो, त्यो हाइड्रो पावरहरू कुनै पनि बाँकी छैन, सबै बाढीले बगाइसकेको छ। अब बिजोक छ स्थिति भनौँ न। माथिदेखि नै अलिकति एक्सप्लेन गरिदिनु न, जहाँ हाम्रो नाकाबाटै अब अलिक चाँडो गरौँ होला होइन। त्यो चाइना बोर्डरदेखि यतापट्टि हाम्रो नेपालको चाहिँ जुन भन्सार कार्यालयहरूदेखि लिएर सबै त्यो गाडीको राख्ने पार्किङहरू जे पनि थियो होइन, त्यो रसुवागढीबाट छिर्ने सबै एरियाहरू जति पनि त्यहाँनिर ड्राई पोर्ट थियो हाम्रो, खासमा भन्नुपर्दा ड्राई पोर्ट थियो, त्यसको वरिपरि होटल्सहरू थियो, कैलाश जाने मान्छेहरू बस्थे त्यहाँनिर होइन। स्याब्रुबेसीमा पनि ठुलो हाइड्रो पावर एउटा बनिरहेको थियो, उता माथि चिल्लीमा हाइड्रो पावर थियो, त्यसपछि त्यो स्याब्रुबेसी पनि एउटा ठुलै गाउँ हो। त्यो गाउँहरू पनि केही पनि बाँकी छैन अहिले होइन, सबै प्रभावित भइसकेको छ। खोलाभन्दा लगभग हजुरलाई मैले बिहान सुनेअनुसार 70 मिटर्स लगभग आई थिङ्क होइन 270 फिट जति माथिसम्म पनि खोलाको लेभलभन्दा 270 फिट माथिसम्म पनि पानी चाहिँ बगेर आएको थियो होइन। अनि अहिले हामीले पनि देख्यौँ टिमुरेमा पनि हेलिप्याड छैन, स्याब्रुमा पनि हेलिप्याड छैन। बारीको कान्लामा ल्यान्ड गरेर मान्छेलाई रेस्क्यु गरिरहेका छौँ।